अब म तेस्रो विश्राममा जाँदैछु। आमा छैनन् घरमा पर्खी बसिरहेकी, छोरा आउने सम्झनाले भोकै आफू बसेकी, घरमा खाना यति मात्रै आज बाँकी थियो कि, छोरा आउँदा नपुग्नाले भोकै आफू बसेकी। माया गर्थिन् कति उनले कति खेलाउँथिन् कि, कति कति भोटाहरू उनले फेराउँथिन् कि, हाँस्दै नाच्दै आँगनमा तोते बोली बोली मेरो छोरा मेरो बाबु भन्दै बोलाउँथिन् कि, घोडा बनी पिताजीले पक्कै खेलाए होला, पहिलो सन्तान पनि उनले मुहाई खाए होला, मेरो रोदन मतारीको मुटुमा बिर्दो होला, मेरो क्रन्दन पिताजीको मस्तिष्क चिर्दो होला, मेरा साना दुःख पनि पहाड बन्थ्यो होला, मेरो सुखको निम्ति आफ्नै ज्यान नै बक्स होला, भन्छन् मेरी मतारीले साह्रै दुःख उठाइन्, मेरो लागि जीवनको बाजीसम्म लाइन्, भन्थे ज्यादै बिमारीमा म सधैँ ओछ्यान पर्ने, मोती दाना मतारीका नयनबाट झर्ने, रुनु मात्रै मतारीको एउटा काम हुन्थ्यो, मेरो लाला मेरो बाला जीवन ज्यान हुन्थ्यो, पिउँथिन् उनी गबाट झरेका आँसुलाई, भर्थिन् पेट बिमारीको बिमार खुकाई, भन्थिन् बाबुलाई आज अवश्य ठिक्क हुन्छ, बिहान लिएको औषधिले अवश्य जाति हुन्छ। अब म चौथो विश्राममा जाँदैछु। छोरा छ तिम्रो कलिलो छ बच्चा, आमा बिनाको बालक हुन्छ कच्चा, बालक छ सानो कुरा नबुझ्ने, आमा भनी भनी कल मात्र गर्ने, आमा तिमीले खोजिदिनु पर्छ, त्यसै हुनाले विवाह गर्नु पर्छ, विवाह गरेर एउटी केटी ल्याऊ, आमा बनाई ममता दिलाऊ, जहाज तिम्रो छ यहाँ डुबेको निकाल्नु पर्छ सागर बीचबाट, जहाज डुबे तिमी सहित डुब्छौ, बुद्धि जालबाट तिमी निस्कनेछौ, डुबिसको हेर जहाज तिम्रो देखाइदिने हुन्छ कर्तव्य हाम्रो, डुब्छौ तिमी कि या निस्कनेछौ, विवाह गर्दछौ या यस्तै बस्छौ, उमेर तिम्रो छ समुद्र जत्रो, उत्रिनु पर्छ जहाजबाट लुङ्गो, संसारको रीत बिगार्नुहुन्न, बिर्सनु पर्छ दुःख नजितिउन्न, मरिन् उनी त के साथ जाने, कलिलो छोराको स्याहार नगर्ने, आएर मामा लगे उनलाई, सक्यौ के रोक्न भन मलाई, नसक्ने कुरामा जिद्दी नलेऊ, आत्मालाई शान्ति गरी जान देऊ, जाउन् सधैँ उनी आकाश मार्ग, नपार शान्ति मनलाई कायर, मिलिन् उनी पञ्चतत्वमा गई, आकाश पवन र जलमाटी दिव्यै, बन्छिन् दिया झैं सधैँ साँझमा कि, हवा सरी भई पनि आउँछिन् कि, अरू कुराको रिस राग लिन्नन्, छोरा रुएको उनले सन्नन्, हेर्छिन् सधैँमा घरैमा तिमी खुसी देख्छिन्, उनले गरे झैं सबै साफ देख्छिन्, छोरा पनि त्यस बगत हुन्छ खुब मस्त, खुसी हुँदै तिमीसँग उनी हुन्छन् प्रफुल्ल, न पहिले दुखायौ न अहिले दुख्यो नि, सधैँ साँझ भन्छन् तिमी देवता नि, माटो उचाली आकाश हेर, पानी शरीरै नपारिएर, सोच मनैमा जीवन छ चङ्गा, धागो लिएर वीर हुन्छ बजरङ्ग, उनको खुसीमा छ जीवन अडेको, धागो अडिने हो वा चुडिने पो। अब म 5औं सर्गमा गइरहेको छु।
गाउँले घरका त कुरा सुनेर विवाह गरेछन् त बाबुले र केटी हेरेछन् सब साथमा गई भनेनन् कसैले बाँकी खबर केही छोरा छ घरमा ऐनको एक बच्चा आमा बिनाको टुरो छ बच्चा खबर दिएनन् बेहुली पक्षलाई कुरा सुनेछन् मात्र विवाहलाई विवाह भएछ 1 महिनाभित्र खुशी भएछन् सबै जन्ती विचित्र लगे मलाई पनि साथ राखी बसेको थिएँ म ओछ्याई पाखी खुशी थिएँ म घोडालाई कस्ता पिताजीका छेउमा बेहुली बस्दा लुगा लगाकी झिलमिल पर्ने बेहुली चाहिँ स्वाक स्वाक गर्ने म सोच्थे मनैमा किन क्रोकी हुन् राम्रा लुगामा पनि रुँदी रहेछिन् पण्डितहरूले रिचपाट गरेको सिलोकेहरूले सिलोक भनेको प्रश्नकर्ताहरूले कष्ट प्रश्न राखी उत्तरहरूको पनि बिटो राखी भन्थे सिलोकेहरू प्रिउप्री दिन्थे जवाफ रे पाकुरा सुर्की पण्डितहरूको ओडबाजी चल्यो रे मसा मजान्ने त जान्ने सम्म भयो रे विवाह भयो रे म त्यही सुतेछु विवाह सकेपछि बिउजिएछु विवाह उठाउ बिहान उड्दा विवाह भइसकेछ विवाह पिताको भइसकेछ विवाहको कर्म समाप्त पारी अचेता मुची रकम खुद्रा पारी टीका लगाउन बेहुली बाबु आउँदा बेहुलाको छोरा भनी बान पाउँदा एक छक्क भई बेहुली बाबु बस्छन् मेरै मुखमा मात्र उनी हेरिरहन्छन् सबै जन्तीहरूले गरे अल्ल खल्ल अनि झस्किए त्यसो वखत बल्ल टीका लगाई एक मोहर दिँदा म खुसी भएछु त्यो पैसा लिँदा। अब त्यसपछि 6औं सर्गमा म गइरहेको छु। साथी भाइ दौतरीका कुरा राम्रा लागे ज्योति पुञ्ज प्रकाश सर्दा अन्धकार भागे घरमा दुःख सुख हेर्न सरल गृहिणी भित्रिँदा रिस राग कलहको पोको घरमा रित्तिँदा सुरुवात सरल साथ जीवनचर्या धेरै बिते बोजूका पिताजीले आरोह अवरोह बुझे साना तिना सवालमा सजग बन्न भन्दथे कान्छी नानी गल्ती भयो औंला बाँची गन्दथे अर्थ उनको यस्तो थियो विष कहिले नउम्रियोस् आमा छोरा दुवै बीच अमृतको बीज रोपियो भनी सोच्थे धैर्यहरू वीरू भन्दा फरक पाइयो सौता पुत्र घरमा छँदा मिथ्या वचन खाइयो गृहिणीका कलहले मनमस्तक जाम भो सुख पक्षलाई हेर्दा जीवन नर्क समान भो भोजुका कामले आज गाई गोठ चम्कियो गौरीका सन्ततिले अर्थ उनको लम्कियो डाले घाँस पिपल पात बाँसका ती पत्ता टिपी बाछा बाछीलाई दिन्थे टाट्न छेउ हुन्थ्यो डिकी लाले काले बहादुरेको भनेसम्म बयान भयो सेतीकाले कैली बेची घरमा धन राम्रो बन्यो फिरन्ते व्यापारी आई मोल तिरी वस्तु लगे थैली खर्च गर्न लाग्दा छैन पैसा छैन भने थिएन लगेको पैसा साहु घरमा नआउने साहु नआई कान्छी माले पैसा कहाँ पुर्याउने कमिज किन्ने न्यू गरी पैसा कोट लाउने लाएको छ लुगा फाटो नगद खर्च गराउने दिन्न थिए रुपैयाँ पैसा नभोजु कहिले माग्दथे आमा सरी गौरीको लागि कहिले काहीँ जाग्दथे सिलो साङ्लो खोजीबाट केही काम चलाउँथे खर्च गर्नु पर्दा अरूका गाई चराउँथे गौरी बेच्ने तरखर गरिन् भोजु आज गङ्गिए कान्छी आमा नहुन्
उनकी कोही दारा किटी रन्किए जाई लाग्ने जस्तो देखि कान्छी आमा पन्छिन् गौरी बेच्ने जस्ता कुरा गर्नुहुन्न भन्ने बुझिन् कुरा सबैजन सन्छ यो सबै रिस रोक्दछ गौरीलाई फरक पारे सर्पसरी डस्तछ छाडिदेऊ आफन्तौ मिथ्या गर्नुहुन्न वचन फर्कँदैन मुखबाट निस्किएको तुच्छ वचन लाग्दैन मानिसको असुर रूप राक्षसरी आमा बाबु इष्टमित्र सबै हुन्न शत्रुसरी एउटा मानिस सबैका लागि सधैँ राम्रो बन्दछ भन्ने धारणा आफैमा पूर्ण गलत बन्दछ कोही मानिस कहिलेका लागि ईश्वर समान हुँदछन् त्यही व्यक्ति अर्को तर्फ राक्षस रूप धर्दछन् यस्तो हुन्छ संसारको यो नै यो हो यसको गति रंगमञ्च कथा नाटक समान हुन्छ यसको गति रीतिरिवाज यस्तो छ जरा उखेली बुट्टी बिन्दिने बाल वृद्ध अशक्तको सेवामा नै रमिरहने दृष्टिका गर्भबाट नै रुक्दै